Good morning friends. Myself Dipendra Khatri, Universal Crime Director. Welcome back to my channel Vestige विजयपथ. वेस्टेज विजयपथमा पुनः तपाईहरु बीचमा प्रश्न तलेर उपस्थित भएको छु. डोरकास पुञ्जको क्वेशन छ. मलाई सुगर छ, यो दबाईसँग मेडिसिन पनि खानु हुन्छ कि हुन्न? मेडिसिन खानु हुन्छ, यो दबाईसँगै खानी हो सुरुवातमा. कमसेकम जबसम्म तपाईको भित्रको सिस्टम, अहिले त भित्रको सिस्टम बिग्रिया छ, दबाईले के गर्नु पर्यो, त्यसलाई दबाउँदै गर्नु पर्यो, दबाईले त्यसलाई रोकथाम गर्दै गर्नु पर्यो हो. अनि सप्लिमेन्टको काम रोकथाम गर्ने हैन, सप्लिमेन्टको काम भित्रको बिग्रेको सिस्टमलाई पुनः पहिला जस्तै बनाउँदै जानी हो, यानी रिपेयर गर्दै जानी हो है. शरीरमा अनावश्यक विजातीय तत्त्व छ त्यसलाई बाहिर निकाल्छ, शरीरलाई केही चीज कमी छ त्यसलाई पूरा गर्दै जान्छ. त यो प्रक्रिया पूरा भइसकेपछि बिस्तारै दबाई छोड्न सक्नुहुन्छ. अहिले चाहिँ साथमै लिने हो. अब साथमा कति लिने भन्ने प्रश्न उठ्छ. कसैलाई 2-3 महिना साथमै लिएपछि पनि दबाई छोड्न सक्नुहुन्छ, कसैलाई 4-5 महिना लाग्न सक्छ, कसैलाई वर्ष पनि लाग्न सक्छ है. तर लगातार राम्रोसँग प्रयोग गर्नुभयो भने एक दिन तपाईले दबाई हमेसाको लागि छोड्न पनि सक्नुहुन्छ. रत्नकुमारीजीको क्वेशन छ. कसैलाई ठीक भएन भन्ने गुनासो आएको भेटियो, कारण के होला? ठीक नभएको होइन, समय आएको छैन. मैले भनि त कसैलाई त 2-3 महिनामा पनि ठीक होला, राम्रो होला, कसैलाई पहिल्यै 2-4 दिनदेखि नै पनि राम्रो हुन्छ, कसैलाई वर्ष दिन पनि लाग्न सक्छ. उसको शरीरको प्रकृति स्वयं ब्रह्माजीलाई पनि थाहा हुँदैन कस्तो छ है. हो त्यो कारणले बस ठीक नभएको होइन, उसले धैर्य गर्न सकेन. कसैमा यहाँनिर प्रश्न के भने कसैको धैर्य राम्रो भएन, धैर्य गर्न सकेन कसैले भन्न चाहिँ प्रश्न ठीक हो है. ठीक भएन होइन कि उसले प्रतीक्षा गर्न सकेको छैन, अथवा उसले आफ्नो सप्लिमेन्टलाई राम्रोसँग प्रयोग गरेको छैन, पर्याप्त पानी पिएको छैन, अथवा खानपानमा उसले ध्यान दिएको छैन, जे पायो खायो अनि फेरि यता सप्लिमेन्ट खाएर चाहिँ अब सञ्जीवनी खाएँ भने जस्तो गरेर कहाँ हुन्छ है. हो त्यो कारणले ठीक नहुने भने होइन, कसैलाई अलिकति समय लाग्न सक्छ. प्रतीक्षा गर्ने, टाइममा खाने, पर्याप्त पानी पिउनु, खानपानमा पनि ध्यान दिनु सप्लिमेन्ट खाँदै त डेफिनेटली ठीक हुन्छ, नहुने भन्ने होइन. कमल सुनारजीको क्वेसन छ. गुड मर्निङ सर, मैले यो वेस्टिज सप्लिमेन्ट फाइबर एलोभेरा क्याल्सियम धेरै राम्रो छ सप्लिमेन्ट सर भन्नुभएको छ. थ्याङ्क यू भेरी मच. अवश्य प्रयोग गर्ने मान्छेलाई थाहा भइहाल्छ. त्यसै पुनिता चौधरीजीको क्वेसन छ. सर प्लिज विराटनगर ब्रान्चको नम्बर दिनु, मलाई प्रोडक्ट्स पर्चेस गर्नु छ भन्नुभएको छ. विराटनगरमा छ एउटा लिस्ट छ, तपाईँ आफ्नो अपलाइनको माध्यमबाट एउटा लिस्ट मगाउनु. हेड अफिस काठमाडौँमा कोही हुनुहुन्छ त्यहाँ हाम्रो सूचना बोर्डमै पनि त्यो टाँसेको हुन्छ. पुरै देशभरि कहाँ ब्रान्च छ, कसैबाट फोटो खिचेर मगाउनु, अफलाइनबाट मगाउनु. जो अफलाइन छ अफलाइनको ड्युटी हो तपाईँलाई यो चिज उपलब्ध गराउने. मैले सायद एउटा भिडियो पनि हालिदिएको छु. वेस्टिज सायद हुन त त्यो नम्बरहरू भएको कारणले सायद बन्द पनि गरिदिएको छ जस्तो लाग्छ, तैपनि मैले सायद लेखिदिएको छु, खोजेर हेर्नु. वेस्टिज विजयपथ सेल्स सेन्टर भनेर, सेल्स सेन्टर वेस्टिज विजयपथ एचएल ब्रान्च भनेर टाइप गर्नुभयो भने एउटा भिडियो खुल्छ, त्यसमा सायद मैले दिएको पनि छु, त्यहाँ खोजेर अवश्य हेर्नुहोला. किनकि सामान्यतया युट्युबको गाइडलाइन्सको हिसाबले कसैको नम्बर ठेगाना सेयर गर्न मिल्दैन. त्यो कारणले मैले पहिला बनाएको भिडियो डिलिट भएको जस्तो पनि लाग्छ. तैपनि अरू भिडियो त्यस्तै तरिकाले बनाएको छु, त्यसलाई तपाईँले अवश्य हेर्न सक्नुहुन्छ. त्यस्तै कीर्तन घरतीजीको क्वेसन छ. सर यो औषधि धेरै लामो खान पर्ने किन हो, फिक्स मन्थको नहुने भन्नुभएको छ. एक त यो औषधि होइन, अब हुन त जति भने पनि मान्छेले मान्न तयार हुँदैन. एक त यो औषधि होइन, सप्लिमेन्ट्स हो, सप्लिमेन्टको आहार पूरक हो. तपाईँको आहारमा भएको कमीलाई पुरा गर्नेलाई आहार पूरक भनिन्छ. सो अब यो आहार खाना भनेपछि कहिले खानुहुन्छ? जीवनभर खानुहुन्छ. र जसरी जीवनभर खानुहुन्छ भने तपाईँको चाहिने सप्लिमेन्ट्स पनि, तपाईँलाई चाहिने पोषण पनि त जीवनभर खानुपर्छ. पेट भर्नको लागि जसरी जीवनभर खाइन्छ हो त्यसरी नै तपाईँलाई स्वस्थ रहनको लागि पनि जीवनभर पोषणको आवश्यकता पर्छ. सो त्यो कारणले खानु त पर्छ. फिक्स मन्थ नहुने. बाँकी यति हो, तपाईँले केही रोगको कारणले खाइरहनु भएको छ, पर्टिकुलर केही समय प्रयोग गर्नु, तपाईँले रोगबाट निजात पाउनुहुन्छ, रिलिफ महसुस गर्नुहुन्छ, फेरि तपाईँको इच्छा. अगाडि कहिलेसँग खाने नखाने तपाईँको इच्छा. कम्पनीले यहिलेसँग खा भनेर त भनेको हुँदैन, कुनै यति बेला खा भनेर भनेको त हुँदैन. तर खानी चाहिँ जीवनभर हो. बाँकी तपाईँको पकेटको साइजको हिसाबले कति दिन खाने, कति महिना खाने, यो तपाईँको इच्छा अनुसार हो, कम्पनीले कुनै बाध्य गरेको हुँदैन. प्रकाश नेमङजीको क्वेसन छ. डाक्टर साहब मेरो एकदमै मर्ने गरी घाँटी चिलाउँछ, औषधि पनि लेमन र लुका भन्ने खाएको तर उस्तै छ,
यसको बारेमा बताइदिनु भए आभारी हुन्थे भन्नुभएको छ। यसको लागि तपाईँले नम्बर 1 त यही नुनलाई प्रयोग गर्न सक्नुहुन्छ, खाना खानुभन्दा आधा घन्टा पहिले बिहान बेलुका 2 पटक। ग्यान्डोर्मलाई प्रयोग गर्नु खाना खाएपछि, र कुर्कुमिनलाई प्रयोग गर्नु खाना खाएपछि बिहान बेलुका 2 पटक। यसलाई अलिकति लामो समय प्रयोग गर्नु, चिसो पानीबाट बच्नु, अन्तातो पानीहरू पिउनु डेफिनेटली तपाईँलाई राम्रो हुन्छ। फणिन्द्र बस्नेतजीको क्वेसन छ, कानको जोर्नीमा नसा च्यापिएको छ भने कुन सप्लिमेन्ट्स युज गर्ने हो? अब कानको जोर्नीमा होस् अथवा कहीँ पनि नसा च्यापिएको छ भने डेफिनेटली तपाईँले फ्ल्याक्सोइललाई प्रयोग गर्नु। एक त खाना खाएपछि बिहान दिउँसो बेलुका 3 पटक लगातारै प्रयोग गर्नु। अनि कोलाजिनलाई लिनु, दिनमा 1 अथवा 2 पटक 1 प्याकेटलाई घोलेर कोलाजिनलाई लिनु। अनि बीचबीचमा तपाईँले एलआर्जिनाइन पनि प्रयोग गर्नु। बाँकी अन्य सप्लिमेन्ट्स पनि तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। त यसलाई राम्रोसँग प्रयोग गर्नुभयो भने राम्रो हुन्छ। अब यो सबै सप्लिमेन्टहरू कसरी खाने के हो यसको लागि तपाईँले बेस्ट बिएपत भनेर त्यो प्रोडक्ट्सको नाम हाल्नुभयो भने त्यसमा डिटेलमा दिएको छ। त्यस्तै विश्व लिम्बुजीको क्वेसन छ, सर जापानमा पनि पाइन्छ भन्नुभएको छ। जापानमा अहिले यो उपलब्ध छैन किनकि जापानमा बिजनेस गएको छैन, तर जापान आउने मान्छेहरूबाट तपाईँले अवश्य मगाउन सक्नुहुन्छ। हाम्रो सप्लिमेन्ट्स जापान जाने मान्छेहरूले लिएर गइरहेका हुन्छन् है, त अवश्य त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ। अनुपा दङ्गौरा लमसम के छ? हेलो सर, म 27 वर्षको भएँ, विवाह गरेको छैन। मलाई 12 वर्षदेखि सेतो पानी बग्ने समस्या छ। मैले कुन सप्लिमेन्ट्स प्रयोग गर्दा ठिक होला सर भन्नुभएको छ। अवश्य सेतो पानी बग्ने समस्या छ भने तपाईँले नम्बर 1 त नुनलाई प्रयोग गर्नु। नुनलाई खाना खानुभन्दा आधा घन्टा पहिले बिहान बेलुका 2 पटक। अर्को तपाईँले फ्ल्याक्सोइललाई पनि प्रयोग गर्न सक्नुहुन्छ। खाना खाएपछि बिहान दिउँसो बेलुका 3 पटक प्रयोग गरेको राम्रो है। अनि ग्यान्डोर्मलाई प्रयोग गर्नु, खाना खाएपछि बिहान बेलुका 2 पटक। अर्को एउटा शतावरी म्याक्सलाई खाना खाएपछि बिहान बेलुका 2 पटक प्रयोग गर्नु। यसलाई अलिकति लामो समयसम्म प्रयोग गर्नु। बिचमा अरू पनि सप्लिमेन्ट्सहरू तपाईँले अल्टरनेट गरेर खानुभयो भने बेटर हुन्छ। मोस्टली नोनी, ग्यान्डोर्मा, फ्ल्याक्सोइल अनि शतावरी म्याक्स तपाईँलाई पहिला त जरुरी सप्लिमेन्ट्स हो। त्यस्तै रिथ लमसम के छ? सर माइफोया पेसेन्ट्सको लागि कुन क्याप्सुल काम लाग्छ? यो पनि एउटा पर्टिकुलर के समस्या हो यसको बारेमा पनि यो दुईटा प्रश्नको उत्तर म योभन्दा अर्को प्रश्नमा म अवश्य जवाब दिनेछु। त्यस्तै विष्णु रास्कोटीज्यूको क्वेसन छ, यो मेडिकल सेन्टरमा उपलब्ध छ सर? न, मेडिकल सेन्टरमा उपलब्ध हुँदैन। मेडिकल सेन्टरमा, आम पसलमा कहीँ पनि उपलब्ध हुँदैन। मेडिकल सेन्टर र आम पसलमा यदि उपलब्ध भयो भने त्यसमा पनि मिलावट हुन्छ। सो कम्पनीले खोलेको एक निश्चित ठाउँबाट नै तपाईँले यसलाई प्राप्त गर्न सक्नुहुन्छ। अशोक मुखियाजीको क्वेसन छ, सर म 4 वर्षदेखि अनिन्द्रा, एन्जाइटी र डिप्रेसनको पीडित छु। यी समस्याको लागि कुन सप्लिमेन्ट प्रयोग गर्नु र कति समय खानुपर्छ? तपाईँले राम्रोसँग लगातार प्रयोग गर्नु, कमसेकम अहिले 4 महिना त प्रयोग गर्नु, त्यसपछि पनि पछि हेर्न सकिन्छ। त्यसको लागि तपाईँले नोनी खाना खानुभन्दा आधा घन्टा पहिले बिहान बेलुका 2 पटक, ग्यान्डोर्मलाई खाना खाएपछि बिहान बेलुका 2 पटक। त्यसपछि तपाईँले फ्ल्याक्सोइललाई पनि लिनु, खाना खाएपछि बिहान दिउँसो बेलुका 3 पटक। मुख्य यो 3 प्रोडक्ट्सलाई त प्रयोग गर्नु नै गर्नु। बिचबिचमा तपाईँले कोइन्जाइम क्युटेन, एन्टिअक्सिडेन्ट्स चाहिन्छ तपाईँलाई, कोइन्जाइम क्युटेन पनि प्रयोग गर्न सक्नुहुन्छ। बाँकी मनमा एक लक्ष्य लिनु, एक यस्तो माहौलमा रहनु जहाँ तपाईँलाई धेरै सोच नपरोस् है। त यो अनावश्यक तपाईँको दिमागमा चिन्तन यो भएको कारणले पनि यस्तो समस्या भइरहेको हुन्छ। त्योबाट अलिकति टाढा हुने कोसिस गर्नु तपाईँलाई बेटर हुन्छ। त साथीहरू यो भिडियो पनि लामो भइसकेको छ, यसलाई म यहीँ पुरा गर्दैछु। जाँदै फेरि पनि तपाईँसँग रिक्वेस्ट, यदि बेस्ट बिएपतमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला, साइडमा रहेको बेल आइकन अलमा गएर क्लिक गर्नु र बेल पर लाइक गर्नु, आफ्नो साथीहरूको बिचमा यसलाई सेयर गर्नु होला। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू। विश यू वेल्थ।